जी म नयाँ दुनियाँ नयाँ ठाउँमा छु हैन गाइजहरु हेर्नु होला हाम्रो जनक चाहिँ यतातिर छ हाम्रो यो फेरि यो चाहिँ देखिरहनु होला नि दिनै फेरि मेरो च्यानलमा म पनि आज नयाँ मान्छे हुनुहुन्छ है डाडी गाउँको फेरि आज चाहिँ हामी लगभग डाडी अस्ति पनि डाडीतिरै थियौं आज चाहिँ लगभग डाडीतिरै छौं हैन लगभग हामी चाहिँ आज यति बान्ने काम भइरहेछ हिजो चाहिँ छिटै हामी लगभग कस धान झारिसकेका थियौं हैन आज चाहिँ लगभग चाहिँ 2 गोरा बाँकी छ ल यहाँ थकितले मर्न लागिसक्यो ढाड दुखेर हैन अर्को यहाँ छ हाम्रो हाइड्रोलिक चाहिँ मैलाको कुन्यु है आज चाहिँ यस्तो काम पर्यो आज चाहिँ कुन्यु लाउनु पर्यो सदा चाहिँ बान्ने र झार्ने काम हुन्थ्यो आज चाहिँ यस्तो लागिएको छ है धेरै वर्षपछि कुन्यु लगाएको यस्तो भयो खासै राम्रो त भएन हैन फेरि अर्को लाउनु छ ल प्रयास जारी छ मेरो सिकलाई हो यो साढे 5 तिर यो दुईटा कुन्यु लागिसक्यौं है आजको काम चाहिँ फाइनली यति नै हो लगभग रात परिसक्यो हामीले चाहिँ यो दुईटा कुन्यु लागिसक्यौं एउटा चाहिँ यो टुप्पोमा बसिरहेछ लगभग हामीले चाहिँ 10 कठाको खेतको कुन्यु है यो दुईटा चाहिँ पापाच फेरि एउटा ठुलो भयो एउटा सानो भयो यो चाहिँ के हो मलाई थाहा छैन है यस्तै भयो गाइस